पदार्थको हाम्रो ठेगा बन्दोबस्त गर्नु पूर्व चाहिँ खोलाहरूको चाहिँ आइए गर्नुपर्ने कानुन प्रावधान छ। त्यो वातावरण संरक्षण ऐन र नियमावलीमा भएको व्यवस्था अनुसार चाहिँ आइए प्रक्रियाको लागि चाहिँ हामीले चाहिँ 82 वैशाख 9 गते नै राष्ट्रिय परामर्श समितिबाट निर्णय गरेर प्रक्रिया अडिट गराइसकेका छौँ। त्यसै सन्दर्भमा तपाईँको चाहिँ त्यो आइएको प्रतिवेदन तयारी गर्नुको लागि चाहिँ वडाहरूमा चाहिँ जस्तो खोलाहरू र स्थानमा चाहिँ हामीले सार्वजनिक सुनवाई गर्नुपर्ने हुन्छ। सार्वजनिक सुनवाई गर्ने क्रममा केही वडाहरूमा चाहिँ सार्वजनिक सुनवाई गर्न चाहिँ ढिलो भयो। त्यो ढिलो भइसकेपछि चाहिँ त्यो सार्वजनिक सुनवाई सम्पन्न गर्न चाहिँ ढिलो भइसकेपछि हामीले चाहिँ प्रदेशबाट चाहिँ स्वीकृति गर्नुपर्ने प्रावधान भइसक्यो। प्रदेश वन मन्त्रालयमा अहिले स्वीकृतिको चरणमा छ। त्यो स्वीकृत भएर आइसकेपछि कार्यपालिका बैठकले हाम्रो निर्णय गरेर तुरुन्तै ठेगा बन्दोबस्त गरिहाल्छ। यो हरेक वर्षभन्दा पनि एउटा आइएले हाम्रो चाहिँ 2 वर्षलाई चाहिँ प्रतिवेदनले काम गर्छ। 2 वर्ष कटेपछि हामीले चाहिँ आइए नयाँ गर्नुपर्ने हुन्छ। त्यसमा चाहिँ हामीले कुन खोलाबाट कति क्वान्टिटी चाहिँ हामीले निकाल्न सकिन्छ त त्यसको प्रारम्भिक अनुमान नभइकन हामीले ठेगा बन्दोबस्त गर्नु कुरो भएन। त्यसैले विपदजन्य अवस्था पनि निम्त्याउन सक्छ कि। त्यही भएर चाहिँ अब त्यो आइए गर्नु पर्यो। आइएको प्रक्रिया भनेको तपाईँको चाहिँ वैशाखमा गरिसकेपछि सार्वजनिक सुनवाई गर्न ढिला भयो। अब हाम्रो चाहिँ मुख्यतया चाहिँ वडाहरू भएको चाहिँ खोलाहरू भएको वडा चाहिँ अब 1 भयो हाम्रो होइन, दुधरा खोला भएको 14 भयो, 15, 16, 17, 5 यसरी यी वडाहरूमध्ये चाहिँ अब हाम्रो सायद 16 को जस्तो लागेको छ हाम्रो वातावरण इन्जिनियरले भन्दाखेरि त्यहाँबाट चाहिँ अलिकति ढिला भएको भन्ने कुरो छ। अहिले त्यहाँ अहिले सम्पन्न भइसकेपछि अहिले स्वीकृत हुने क्रममा छ प्रदेशबाट। त्यो स्वीकृत भएर आइसकेपछि हामी निर्णय भइहाल्छ। अनि कति समय लाग्छ करिब अहिले? अनि त्यो स्वीकृत भएर आउने बित्तिकै कार्यपालिका बैठक बस्दा साथ हामी 1 महिनाको हामी सूचनाको म्याद निकाल्छौँ। बढीमा अब 1-1.5 महिना लाग्ला।